डिलिट भएका टिकटक मेसेजहरू पुनः प्राप्त गर्न सकिन्छ। कहिलेकाहीँ हामीले मिस्टेकली टिकटकको मेसेज डिलिट गरेका छौं भने पनि ती मेसेजहरूलाई सजिलै रिकभर गर्न सक्छौं। धेरैजसो प्रयोगकर्ताहरूलाई यसको जानकारी नहुन सक्छ। आज हामी यसैको कुरा गरौँ। त्यसको लागि पहिला आफ्नो टिकटक खोलेर सेटिङ एन्ड प्राइभेसीमा जानुहोस्। त्यसपछि त्यहाँ अकाउन्टको अप्सनमा गएर डाउनलोड योर डेटालाई क्लिक गर्नुहोस् अनि त्यहाँबाट डाइरेक्ट मेसेजलाई सेलेक्ट गरेर रिक्वेस्ट डेटा गर्नुहोस्। यति भएपछि सेटिङबाट ब्याक आउनुहोस् र सिस्टम नोटिफिकेसनमा जानुहोस्। अघि त्यहाँ सेन्ड गरेको रिक्वेस्टको नोटिफिकेसन यहाँनिर सो हुन्छ। त्यो नोटिफिकेसनलाई क्लिक गर्नुहोस् र तल डाउनलोड भन्ने अप्सन देखिन्छ, त्यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस्। त्यसपछि सिस्टमले तपाईहरूलाई ओटिपी कोड माग्छ। यदि तपाईहरूले टिकटक जिमेलबाट लगइन गर्नुभएको छ भने तपाईहरूको ओटिपी कोड जिमेलमा जान्छ। यदि तपाईहरूले टिकटक फोन नम्बरबाट लगइन गर्नुभएको छ भने तपाईहरूको ओटिपी कोड आफ्नो मोबाइल नम्बरमा आउँछ। अन्तिममा त्यो ओटिपीलाई राखेर सेन्ड गरिसकेपछि तपाईहरूको पुरानो डिलिट भइसकेका मेसेजहरू रिकभर हुन्छन्। यसरी हामीले आफ्नो टिकटकमा पुरानो डिलिटेड मेसेजहरूलाई फेरि रिकभर गर्न सक्छौं। धन्यवाद।